राम्रो देखिएको छैन ठिकै छ है म चाहिँ यति नै गरेर अलिकति डाउ भएको छ भने यस्तो हो कि एकचोटि डेट बनाएछ रहर लाग्छ क्या त्यो त अहिले एकछिन मात्र बनाउन भने अहिले हेर्दै जान्छु अब दिदी पङ्खा चलाए पङ्खा चलाउनु गर्नु भयो मेरो त 8-9 बज्छ होला सायद टन्नै छ ट्याट हामी ट्याट भन्न सिकेर विदेश जाँदा भने क्लास पनि दिने त मैले दिनुहुन्छ पाकिस्तानीहरू पढाइरहेको छु केमा सिकाउनुहुन्छ नि रियलमै ए हातमै हानेर अनलाइन होइन क्या मतलब हातमै हानेर सिकाउने स्किन पाउँछ त्यसपछि तपाईँहरूलाई यस्तै आज सुरु भइसक्यो भिडियो अहिले काटेर कुटेर सुक्यो भने बोलाउनु है भिक्स लाउनु भिक्स नै भ्यासलिन भिक्स लाउनु लाएर फेरि जानु भिक्स यहाँदेखि राम्रो देखि यस्तो आवाज भएको कत्रो हुन्छ त्यो पहिला साइरन लगाउँदै दौड लाग्यो ल 1 2 3 गो छोड्नु न होइन छोएकै छैन अनि अब चाहिँ नि यहाँ तिम्रो भइसक्यो भन्नु हुन्छ हाम्रो हुनु परेन खै त अहिले सम्म किन नभन्छ अहिले उ देखेन हुनु कस्तो क्या दुधुरो बनाएन के तिम्रो अहिले किन नबनाएको भन्छ मलाई हेर त कस्तो गोद्दो रहेछ सुई लगाएको भन्दा नि ए दुख्छ सुई त एकचोटि अब यो त एकचोटि मात्रै हो पर्छ तेरे प्यार में ऐसा हुआ बनो मेरा हाल ऐसा हुआ बनो यो मुखको एक्सप्रेसन खिच्नु अनि पठाइदिनु तिम्रो लागि यस्तो गरेर म ह्यापी बर्थडे बुढा यो के होइन यो डबल बनाउनु छैन एकछिनलाई दुख्दा सकिन्छ ए डबल अझै डबल हान्नुपर्छ झन् दुख्छ डबल हान्नु कस्तो मतलब कस्तो एङ्गलै नमिलेको क्या भिडियो लिनलाई एङ्गलै नमिलेको 0.5 बाट खिच्नु न तलको देखिन्छ औदिपत्त योबाट त कत्रो देख्छ छ्या नराम्रो यही देख्छ जहिले बुढासँग ट्याटो हान्छु भन्दै झगडा गर्थ्यो हान्ने दिन दुःखसम्म आएछ हानुले भन्दै बस्नुहुन्थ्यो के भयो ए के लेखिसक्यो उता गइसक्यो अब 2टा लेटर लेख्ने हो सक्यो म त हेर्नै सक्दिनँ होला त्यो केही छैन सक्यो क्या अब 2टा लेटर छ अनि त्यसपछि त्यही सानो खान्छ नि मेरो त कत्रो ठुलो छ आँखामा यस्तो आज म पुरा आमाले बच्चा बोकेको हान्छु भनेको त हान्नु त म त दियो सक्दैन होला उसको झन् के भयो होला मैले नसामा मैले त सक्छु है अनि दुख्छ नि तपाईँको सक्छ त्यस्तो भ्याक्सिन लगाऊ है ए डबल हानेन भने चाहिँ के हुन्छ बस्दैन बस्दैन छोरा मान्छेहरू कसरी हान्छन् होला यति ट्याटो है छोरी मान्छेले नै हान्छन् नि कति अनुहारमा हान्छन् 4-5वटा हान्नु खोज्यो आँखामा एउटा यस्तो हातमा एउटा यहाँनिर अनि यो ब्युटी जिउभरि हान्छन् नि त्यही त त्यो कसरी हान्छन् के रड छ क्या बा जिउभरि तर म हान्दिनँ यस्तोमा हान्नु ब्युटी भन्नु यसमा तेरे नाम हमने भेनाको नाम भन्नु न तपाईँको साउन्ड जान्छ त्यहाँ भनेर गाउँदै हुनुहुन्छ दिदी हेलो के गर्दै अन्त तले आयो मोबाइल पास गरिदिनु
ला 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 नामले गर्दैछु ल्याएर म तिमीलाई के देखाउँछु पैसा है खोज न आधी अबे अनि यो त पुरै सकिसक्यो कहाँ सकिएन लाइनिङ मात्र सब ट्याटु भयो आधी राजा अब डबल चाहिँ अब बल्ल हो ए हाय परेछ ल अहिले हो के यो उहाँहरू पनि ट्याटु हान्न आउँदा हो यहाँ त लाइन छ हातको यहीँ बस्नु अन्त यो त आँखा त पहिले यस्तै हुन्थ्यो क्या गोरे हजुर लाइन छ हातको ट्याटुमा ए अब फेरि सुई चेन्ज गर्ने हो अर्को मोटोवाला नौवाला के हो नौवटा ए यसले लेखेको हो अब त्यसले खोप्ने होला हो अझै दुख्छ तेल झन् ला 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 त्यही भएर यता खासै दुखेको फिल भएन सुरुमा चिरिक्क गरौँ त्यसपछि दुखेन नि ए हाय आँखा मात्र पैसा हो त्यो पैसा हो रोको त खै यहाँ रातो रातो कपाल भन पैसा हाल्छ मर्दिन के अब म त पछाडि ढाडमा पुरै जिउै हाने भइगयो गर्दा गर्दा सब भयो होइन अनि खै त खुसी दुखेर मलाई दुख्यो भने पहिला त गोरो हुन्थ्यो कि अहिले चाहिँ होइन रातो अब दिँदैछ बाटेको पहिला के छ हैया अलि चली ठीक हो पढाइ कस्तो गर्दिन्छ मान्छे अनि यो हामी यो राम्रोसित पढ्ने डेली गरेर है पढ्ने अलि तिम्रो फिजिक्स नराम्रो छ नि बिनाजु मक्कु पनि होइन गाली खान्छ गाली चाहिँ गर्छ मलाई थाहै छैन दुख्दो रहेछ तपाईँको अनुहार हेरेर त्यसलाई ट्युसन राम्रोसित हेर है त्यो बिब्लाले पढ्ने मैले सक्दैन। हेर्छु त म एउटा सुई लागेको खप्न नसक्ने मान्छे म मेरो बुढाको लागि लेख बुढा यति भने जस्तो सब हुने हातमै हो के यो होइन डेली पढाएको डेली रिभिजन गरेर त्यस्तो गाह्रो छ हो मैले पनि त साइन्स पढेको त डेली रिभिजन चाहिँ गर्नुपर्छ तिमीले एउटा एकचोटि छोडायो भने त्यो मेरो हात यहाँनिर बाउड्यो थियो कहाँ होइन त्यो रियन्त्रीबाट हो नि त्यो एक दुई दिन छोड्यो पल्लोपट्टि एउटा चढाइ पल्लो अघि तिमीले कहाँबाट निस्क्यो त्यतापट्टि एउटा जाऊ है यता बोल्नु हो क्यातलोनी निस्किनुपर्छ ती त अनि यहाँबाट पल्लो एक स्टेप ती नजिकै हो कि त्यहाँबाट भयो पुरै खिच्नु पर्दैन छोडिदिनु मलाई लास्ट बनाएको